हेलो गाइस, म चाहिँ रोटी सेलरोटी खोल्दैछु है। खानामा चाहिँ साथीहरू हजुरहरू पनि म चाहिँ सेलरोटी बनाउँदैछु। ग्यासमा बनाएको, ग्यासमा चाहिँ टाइम लाग्ने रहेछ। तातो तातो सेलरोटी, सेलरोटीमा तुको कसले बनायो भन्दै यहाँ बनाउँदैछु एक्लै होइन, घरमा कोही हुनुहुन्न। म चाहिँ सेलरोटी बनाउँदैछु एक्लै। ग्यासमा चाहिँ अलिक ढिलो हुने रहेछ कि म चाहिँ ग्यासमा सोच गरेको थिइनँ फर्स्ट टाइम। त्यही पनि हेर्नुहोस्, रोटी हेर्नुहोस्, रोटी गला गला हे खोल्न त नयाँ ता। बाहिर चाहिँ घाम भएर नभए म बाहिर दाउरामै पोल्थेँ कि बाहिर घाम भएर यहाँभित्र पोल्ने भएको लास्टै ढिलो हुँदो रहेछ। साथीहरू पनि मेरो ग्यास चाहिँ सानो पोल्छ हौ, के भएको छ। म पातल पिठो चलाउनु पनि जान्दिनँ, गाह्रो छ हौ मलाई। अलिकति हिजो कति धेरै भएछ हौ। खाने भए आउनु है सेलरोटी, सेलरोटी कडा कडा भएका छन् अलिअलि। ग्यासमा चाहिँ आगोमा जस्तो धेरै काँडा चाहिँ नपर्दो रहेछ। नजाने पनि बोलै छ ठिक्क ठिक्कको। हल्का रमाइलो एक्लै भएको अवस्थामा। अहिले चाहिँ कोही हुनुहुन्न घरमा, बाबुहरू स्कुल गयो, भाइ साथीकोमा गयो, श्रीमानज्यू बिर्ता मोड जानुभयो। त्यही भएर म चाहिँ यहाँ रोटी पोल्दैछु एक्लै एक्लै। म जस्तै सेलरोटी बनाउनु नजाने को हुन्छ साथीहरू, कमेन्ट गर्नु होला। यस्तो छ, हेर्नु होला। म चाहिँ सेलरोटी ठुलो ठुलो पोल्नु जान्दिनँ होइन, सानो पोल्छु, चटक्क परेको पोल्छु, चटक्क परेको पोल्छु। यस्तो छ हाउसवाइफको लाइफ। कसलाई सेलरोटी मनपर्छ आउनुहोस् है साथीहरू, खाने होइन त सेलरोटी। एक्लै हुँदा त घर पनि ठुलो हुँदो रहेछ। धेरैजना यही घर सानो, एक्लै हुँदा यही घर ठुलो। के गर्नु हो साथीहरू, त्यही कारण मान्छेलाई चाहिँ जस छैन।
भनेको कारण यही रहेछ। जति पिठोमा पानी हाल्छ त्यति बाक्लो हुन्छ। मेरो आँखा सबैको पिठो भएको हो। सक्दिनँ पानी। के हो यो? रोटी नै हो। डुला डुला रोटीको खानु भनेको सक्ने होइन त। आई हेट ऊपर है राम्रो या तो राम्रो छम छम परेको छ रोटी।